मैले फेरि अनि चिकन बनाउन लागिसकेँ। तो पहिला चाहिँ हाम्रो यो प्याज हाल्नु पर्यो। सबै चाहिँ सामान रेडी छ बनाउनको लागि। पहिला चाहिँ हजुरलाई धेरै देखाएको थिएँ दालको बारेमा। फेरि हाम्रो चिकन बनाउनको लागि तयारी पुरा गरिसकेको हाम्रो कढाईमा। अहिले पनि खाना बनाउँदाखेरि प्याज फ्राई गर्दा प्याज एकदम ब्राउन हुनुपर्छ। प्याज हाम्रो चाहिँ ब्राउन भइसक्यो। त्यहाँबाट अनि हाम्रो यो अर्ग्यानिक मसला, अर्ग्यानिक मसलाको मतलब कि हाम्रो घरमै उत्पादन गरेको चिज हो यो। खोर्सानी अनि धनियाँ जिरा जो पनि त्यस कारणले मैले चाहिँ अर्ग्यानिक भन्ने गर्छु। घरमै जो उत्पादन गरेको चिज अर्ग्यानिक हुन्छ। त्यसै कारणले अहिले अब मसला गइसक्यो, हाम्रो मसला फ्राई हुँदैछ। हाम्रो मसला चाहिँ फ्राई भइसक्यो। मसलाको बाद थोरै चाहिँ हल्दी हाल्नुपर्छ होइन। ग्यास लो करो। थोरै ज्यादा नै थोड़ा चाहिँ हल्दी हाल्नु। हल्दी हालिसकेपछि हल्दीले हल्का हल्लाउने यस्तो गरेर है। हल्लाएर अनि त्यहाँबाट टमाटर थपिदिने। टमाटरलाई राम्रोसँग पक्रिदिनुपर्छ। अनि चाहिँ तरकारी राम्रो हुन्छ। त्यसलाई पक्लाउनको लागि हल्का नमक हाल्नुपर्छ है। 1 चम्मच नमक हालिहालेँ। ज़्यादा हो जाएगा। नमकले चाहिँ टमाटरलाई पिघाल्छ। मसला चाहिँ हाम्रो रेडी भइहाल्यो सबै है। टमाटरलाई चाहिँ यस्तै पिघाल्नुपर्छ यस्तो गरेर। अनि चाहिँ जुनसुकै चिज पनि टमाटर पिघ्ल्यो भने सबै चिज राम्रो हुन्छ होइन। टमाटरले अलि तापन निकाल्छ। त्यसमा टमाटर हाल्नुको कारणले पनि त्यसै कारणले पनि हो। अब हाम्रो यो चाहिँ चिकन हाल्नु पर्यो है। चिकन हाम्रो चाहिँ कढाईमा भइसक्यो। यसलाई चाहिँ समातेर यसलाई चाहिँ फ्राईको लागि हालिसकेको है। जुनसुकै चिज पनि फ्राई राम्रो भयो भने मिठो हुन्छ है। खाँदाखेरि टेस्ट लाग्छ। फ्राई भएन भनेपछि त्यति राम्रो लाग्दैन। एकछिन यसलाई कमसे कम 10-15 मिनट छोपेर राखिदिने। अनि फेरि निकालेर टक्क अनि यसलाई 15 मिनट छोपेर राखिदिने है।